बुढी हुँदैन कात्तिके बुढी खानालाई। कता हिँडेको हामीलाई पनि पर्ख्यौ न। ओ नानी कता हिँडेको? ए पर्ख्यौ नि त नि हामीलाई के दौड्यो यार। ए हेर दादा यो जम्मै कोदोबारी ल हाम्रो आफन्तकै हो। ल्याउनुहोस् त के गरौँ। हामी चाहिँ स्वर्गमा बसेर अमृत नचिनेका रहेछौँ। तर हामीलाई चाहिने हाम्रा हरेक स्वास्थ्य समस्या शारीरिक समस्याका समाधानका जडीबुटीहरू खाद्यान्नहरू चाहिँ हाम्रो वरिपरि नै रहेछ। खालि हामी यति केही भयो कि हस्पिटल दौडिने लेन्देन। यो बन्सिलाम जताततै छरपष्ट बन्सिलाम छ, कोदो छ, मास आहा हेर्नु त सल्यानटार बिर्साउने नै मास रहेछ यहाँ यो मासबारी। अब तपाईँहरूले मास चिन्नु भएन कस्तो हुन्छ बाउ थाहै छैन। यो हो मासबारी। हेर्नु त एउटा बोट तपाईँलाई मैले उहालेर देखाइदिएँ। हेर्नु त यस्तो हुन्छ मास यस्तो हुन्छ। यहाँ कोसा राख्ने सुरुवात गरेको छ। अब यो ट्याक्क मक्सिरमा चाहिँ मास चुटेर चाहिँ आई थिङ्क यति मास गर्दाखेरि हुन्छ होला। एक मुरी जति मास चाहिँ आउँछ होला यतिमा। लगभग यति जग्गाको मास राम्रोसँग फल्यो भने एक मुरी मास हुन्छ। एक मुरी मास भनेको नि 20 पाथी मास राम्रो चाहिँ। यहाँ दुईवटा ए बाटाको नखानु है हुँदैन अर्काको। दुईजना साथीहरूले बोडी टिप्नु भएको छ। बराको तरकारी खेती होला। त्यहाँ बोडी पनि यहीँ छ, मास पनि यहीँ छ। यता गयो कोदो। हेर्नु त कोदोको घारी छ। कोदोको घारी छ। साथीहरू यहाँ आहा कति राम्रो कोदोबारी भन्दै हिँड्नु भएको छ। के त साथी हिउँदा ढिँडो खानको लागि कोदो यतै सम्पर्क गरिन् त। ल हेर्नु त यो कोदो। अब यो कोदोको जाँड पनि बन्छ मिठो मिठो। अन्त घाँस माटो मिल्दो बनाएर चटक्क एउटा सिपालुले घाँस काटेर रहेछ यहाँ। ल हेर्नुहोस् राम्रो छ यो भ्यू। ल त्यो पारी चाहिँ के हो कुम्पुर हो कि हो? हाम्रो धादिङ राम्रो नै छ।